केही आफ्नो स्वार्थको लागि चाहिँ नेपाललाई चाहिँ यो मेरो वास्तव बक्सी छ नि शूद्र हाम्रा नेपालका अग्रज नेताहरूको नाम पनि लिन चाहनुहुन्छ कि? चाहन्छु म चाहन्छु बताइदिनुस्। चाहन्छु शूद्र नेपाललाई बनाऊ। कति दिन कति रात नेपाली युवाहरूलाई विदेश पठाएर विदेशको रेमिट्यान्स खाएर तिमीहरू आफ्नो झोली भर्छौ। तिमीले झोली भर्छौ। यस्तो गर यो संसार समयले चलिरहन्छ। हामी मान्छे कहिले पनि अजम्बरी हुँदैन, कहिले पनि अजम्बरी हुँदैन। मर्नै पर्छ। तर त्यो सानो हो, त्यो सानो हो चाहे ठुलो हो, मानिस अवश्य एक दिन मर्नै पर्छ। मान्छे अवश्य मान्छे एक दिन मर्नै पर्छ, चाहे तो ठुलो हो चाहे तो सानो होस्, चाहे धनी हो चाहे गरिब होस्। एक दिन जस्तो आयो उस्तो जानै पर्छ।